गाइज गुड मर्निङ वेलकम टु माई न्यू ब्लग। के छ सबैजना आरामै हुनुहुन्छ? आज चाहिँ म अनि मेरो रुमको भाइहरू सबै बाहिर घुम्न जाँदैछौँ है। कहाँ कहाँ गइन्छ त्यो चाहिँ अहिले थाहा छैन। हाम्रो राई दिपेन्द्र भाइ पनि निस्किसक्यो कोठादेखि, ऊ पनि रेडी च्यात्त हेन्डसम भएर निस्केछ है। धन भाइ पनि निस्क्यो, लाजले भुटुक्क भइसक्यो। चस्मा लाएर सबै हामी चाहिँ अब रेडी हुँदैछौँ है गाइस। हामी चाहिँ अब कोठाबाट निस्किसक्यो है। हामीहरू अहिले चाहिँ लिफ्टमा चढिसकेको साथीहरू, अब चाहिँ तल झरिसकेपछि पहिला हामी चाहिँ केही खाम भन्ने सोचले अब रेस्टुरेन्ट गइन्छ होला। के गर्छ धन भाइ? रुमबाट आइसकेपछि चाहिँ अब हामीहरू चाहिँ खाना खान लागेको। खाना खाइसकेपछि फेरि हामी कहाँ जानुपर्ने त्यहाँ हिँड्छौँ है। हामी पिरो धेरै हालेको हुन्छ। पिरो त यार लास्टै रहेछ यार। है गाइज, गाडी चाहिँ आइसक्यो। हामी खाजा खाइसकेपछि, नास्ता गरिसकेपछि अब चाहिँ म पनि गाडीमा चढ्न लागेँ। भाइहरू चढ्दै हुनुहुन्छ। ल गाइज, अब हामी खाजा खाइसकेपछि गाडीमा चढिसकेको। अब हाम्रो यात्रा गाडीभित्र लगभग 1 घन्टाको यात्रा हुन्छ होला। त्यसपछि चाहिँ हामी अगाडि गएर फेरि के गर्नेछौँ सबै हजुरहरूलाई म यो भिडियो मार्फत देखाउँछु। साथीहरू, हाम्रो चाहिँ अहिले पनि यात्रा गाडीभित्र नै छ। लगभग हाम्रो यात्रा 40-45 मिनट भइसक्यो। अनि यहाँ चाहिँ निकै रमाइलो बाहिरको दृश्य भ्यूहरू छ। म तपाईँहरूलाई त्यो पनि देखाउनेछु है। हाम्रो देश नेपालभन्दा कुनै पनि कम छैन ल बाहिरको यात्रा हेर्नु। अनि यो तपाईँहरूले देख्ने चाहिँ यो रुख चाहिँ तेलको रुख है। सबै यो चाहिँ तेलको रुखहरू। साथीहरू, हामी चाहिँ आइपुगेको है। अब चाहिँ ओर्लिसकेको, दाजुभाइसँग भेटघाट हुँदैछ। गाइज, म अनि मेरो साथीभाइहरू दाइसँग भेटघाट भइसकेपछि अब चाहिँ म अनि साथीहरू चाहिँ समुद्रमा आएको छौँ है। समुद्रमा नुहाउने हो। अब म तपाईँलाई सबै देखाउँछु ल है साथीहरू। अब हाम्रो चाहिँ कपडा सपडा ठ्याक्क किनियो। आज चाहिँ अब एकछिन पछाडि अब डुङ्गा पनि चढिन्छ अनि पौडी पनि खेलिन्छ है साथीहरू। समुद्रमा आज चाहिँ हामीहरू गाइज अब चाहिँ सुरु भयो, पौडी खेल्न सुरु भयो। हामी चाहिँ अब समुद्रमा, समुद्रको छाल निकै आएको छ ठ्याक्क। अब चाहिँ हामी डुङ्गामा चढ्न लागेको। यो डुङ्गा चाहिँ के अरे तपाईँको डुङ्गाले तान्ने रहेछ। हामी चाहिँ यसमा चढ्ने है। ओके ल, नाइ साथीहरू त्यहाँ भन्नु न। मोबाइल यता राख्ने रे क्या मोबाइल। ल साथीहरू, सालो चाहिँ चढिसकेको। ल अर्को चढ न। ल चढ न हौ, चढ क्या बास। अनि साला तिमी चढ न। म त भिडियो गर्छु क्या, अहिले दिन्छु। तिमी चढ न पहिला। ल साथीहरू चढिसकेको है। अच्छा मिनिला ठुलो कि
साथीहरू ल पौडी पनि खेल्नु आजलाई कस्तो भयो होला साथीहरू हामी चाहिँ यो बोटमा पनि घुमिसकेपछि अहिले चाहिँ अब पौडी खेल्न लागेको है। औ सालाजीले सेफ्टी ब्याग ज्याकेट खोल्दै हाम्रो राई भाइ पनि पौडी खेल्दैछ। हाम्रो त्यहाँ अब भाइहरू यहाँ चाहिँ रमाइलो भएको छ। अनि अरू के भन्न चाहन्छ यो भिडियो मार्फत अरू साथी भाइहरूलाई? तपाईँहरू पनि यसो टाइम मिलाएर आउनुहोस् होला, एकदम रमाइलो ठाउँ छ है। यो चाहिँ मलेसियाको सबसे बढेमानको समुद्र हो, एकदम राम्रो छ। तपाईँहरू पनि साथीभाइहरू टाइम मिलाएर आइदिनु होला। मरिलानु चकेर जिन्दगीमा एक बार रमाइलो गर्नुहोस् हो त्यो साथ। ल है गाइज, आज म अनि भाइहरू चाहिँ समुद्रमा पौडी खेल्न आएको, घुम्न आएको। जस रमाइलो भयो, घुमियो है। अब यो खासै गहिरो चाहिँ छैन, अहिलेसम्म यति मात्रै आएको छैन है। अब यो चारै पाउ कति नुनिलो हो यार, यस्तो है त्यो नुन यस्तो समुद्रमा धेरै नुन घोलिएछ, त्यही भएर नुन बढी छ। नुन कम हाल्नु भन्नु पर्यो। अब यत्रो ठुलो समुद्रमा नुन क्लिक गर। अनि मोबाइल चाहिँ हामी चाहिँ ढुङ्गामा चढेपछि पौडी खेलिसकेपछि चाहिँ फ्रेस भइसक्यो। अब फ्रेस भइसकेपछि हामी चाहिँ अब रुमतिर फर्किँदैछु है। रुमतिर फर्किँदै हो गाइज। हामी चाहिँ समुद्र घुमिसकेपछि अब कोठातिर फर्किँदै है। उहाँ चाहिँ हाम्रो आबाङ बस हुनुहुन्छ। उहाँले हामीलाई सबै घुमाउँदै हुनुहुन्छ। यो यहाँको लोकेसनहरू पुरै कहाँ लैजानु पर्ने, कहाँ जस उहाँ चाहिँ निकै रमाइलो लाग्यो। राम्रो मान्छे होइन कि कसो साथी हो भनौँ त हो है। अब चाहिँ हामी कोठातिर फर्किँदैछौँ है। आजको भ्लग यति नै हो साथीहरू।